हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। अनि यो चाहिँ हामी अस्ति विकेन्डमा होइन होलिडेमा हामी उता बाहिर घुम्न गएको थियो। तर त्यहाँ चाहिँ ट्रेन जाँदैन नि त, अनि बसमा जानुपर्छ। त्यही भएर बसको टिकट काटेर हामी चाहिँ लाग्यो है त। अनि यो चाहिँ हामी त्यो जाँदा जाँदा त्यो बाटोहरू कस्तो राम्रो भ्यू अनि यस्तो राम्रो ठाउँहरू क्या। अनि त्यसपछि हामी चाहिँ ठ्याक्क हाम्रो डेस्टिनेसन पुग्यो। अनि त्यसपछि चाहिँ हामी चाहिँ कति धेरै खुसी थियो कि यहाँ आएर खासै घुमेको पनि थिएन नि त हामी। अनि त्यसपछि हामी चाहिँ गएको चाहिँ लेमत गएको। अनि त्यसपछि यो चाहिँ ठ्याक्क हामी बस्ने रुमको भ्युज अगाडि हो क्या, रुमको अगाडिको भ्युज हो कि यो चाहिँ। यति बवाल के, लाइक त्यो पोखराको नेपालको पोखराहरू जस्तै बन्दीपुरहरू जस्तो लाग्यो मलाई चाहिँ। अनि यो चाहिँ ठ्याक्क त्यो अगाडिको चर्चहरू, ठ्याक्क हामी बस्ने होटेल अगाडि हो, यो चाहिँ चर्च भयो। यति राम्रो छ कि यो पनि ठाउँहरू होइन, पुरा यसो अब कहिले कस्तो त घुम्न नि पऱ्यो नि त साथीहरू होइन र। अनि त्यसपछि चाहिँ हामी चाहिँ गयौँ त यो चाहिँ हामी बस्ने होटेल हो, भ्यालिएन्ट रक होटेल। अनि यहाँ चाहिँ हामी बस्यौँ। अनि त्यसपछि हामी बुढाबुढी चाहिँ गयो रुममा। यो चाहिँ मेरो बुढाको मैले लिफ्टमा लिइदिएको फोटो हो। घरमेले बिचरा पसिनाले कस्तो भइरहेको थियो। यो चाहिँ मैले थोरै भिडियो राखेको रुमको, हाम्रो रुमको। अनि त्यसपछि यो होटेल चाहिँ 1896मा बनेको भन्दै थियो मेबी त्यहाँको चाहिँ म्यानेजरले, अनरले। अनि यो चाहिँ अगाडिको भ्युज होइन, ठ्याक्कै हामी बस्ने अगाडिको भ्युज यति राम्रो कि होइन। यस्तो डाँडाहरूमा पनि घर ठ्याक्कै मलाई नेपाल जस्तै लाग्यो कि यहाँ चाहिँ, त्यो बन्दीपुरहरू जस्तो। अनि त्यसपछि पोखराहरू जस्तो, पोखराको त्यो लेक साइडहरूतिर हुन्छ नि होइन, त्यस्तै लाग्यो मलाई चाहिँ। अनि मलाई चाहिँ अति मन पर्यो यो ठाउँ चाहिँ। अनि त्यसपछि हामी चाहिँ अब बेलुकातिर त्यस्तै कति 4 बजीतिर पुगेको थियौँ हामी। अनि त्यसपछि हामी चाहिँ यसो एकछिन घुमेर, अनि यो चाहिँ हामी बस्ने होटेलको हल हो। अनि मैले चाहिँ थोरै यसको भिडियो लिएको थियो। अनि हामी चाहिँ लाग्यो फेरि तलतिर, लेमततिर गयो तल। अनि त्यहाँ चाहिँ हामी भोक लागेर के भन्छ अरे फिस एन्ड चिप्स खोज्दै गएको। अनि यस्तो बाटो चाहिँ कति बजी थियो भने यति बेला ठ्याक्कै 9 बजेर 9:45-46 भयो त्यस्तै। हेर्नु न त्यो पारीको होटेल कस्तो राम्रो कि होइन, यति राम्रो ठाउँ छ कि तल पनि। अनि